दुईटा लग्यो भने चाहिँ 19 पाउन्ड अरे अनि एउटा लग्यो भने चाहिँ ल यहाँ अहिले चाहिँ ओरिजिनल क्रक्समा आइसक्यो नेपालको पार्सल के होला त आखिर यहाँ भित्र कस्तो मिठो भयो आमा यो भन्नु त छोरी हेलो एभ्रिवान नमस्ते अनि वेलकम छ सबैजनालाई मेरो युट्युब च्यानलमा सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशाका साथ म फेरि पनि आज उपस्थित भइसकेँ तपाईँहरूकै सामु सो देख्न सक्नुहुन्छ तपाईँहरूले आज चाहिँ म बाहिर छु अनि एकदमै घाम पनि लागेको छ तर घाम लागे पनि साह्रै धेरै जाडो छ साथीहरूले हेर्न सक्नुहुन्छ यहाँनिर मैले चाहिँ बाक्लो ज्याकेट लगाएको अनि नानी चाहिँ यहाँनिर छ नानीलाई पनि बाक्लो लगाइदिएको छु एकछिन बाहिर निस्किएको छु आज चाहिँ म सो लेट्सी अब कता जान्छ हेर्दै गरौँ है त ल साथीहरू अहिले चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ आस्था हो आस्थामा आएको एकछिन यहाँनिर आस्थामा आउँदा यसो के रहेछ भनेर चाहिँ सर हेरेर जानु पर्यो भनेर जाडोको जुत्ताहरू यस्तो आएको छ यहाँ छोरीले चाहिँ के गर्दैछ यो त ए बसिरहेको रहेछ दिदी वेयर यता खासै भिड छैन रहेछ आज ल यहाँ नानीको डाइपर हेर्दैछु म चाहिँ डाइपर सकिरहेछ अहिले बुढा हुनुहुन्न सो आज चाहिँ मै आएको कि अरू बेला चाहिँ बुढाले ल्याउनु हुन्थ्यो अब यहाँ 5-6 नम्बरको दुईटा लग्यो भने चाहिँ 19 पाउन्ड अरे अनि एउटा लग्यो भने चाहिँ 12.98 पाउन्ड भनेपछि 13 पाउन्ड नै भयो भने दुईटा लग्यो 26 पाउन्ड पर्छ एउटा लग्यो भने सो मैले चाहिँ दुईटा लग्दैछु ल अब एकछिन यहाँनिर आउटलेट घुमेर जानु पर्यो है साथीहरू हेर्नु है तपाईँहरू पनि आउटलेटको आजको चहल पहल चाहिँ खासै छैन रहेछ यहाँ चाहिँ अहिले चाहिँ नाइकीमा आएको नाइकीको अवस्था चाहिँ यस्तो रहेको छ ओरिजिनल क्रक्समा आएको यस्तो छ है क्रक्स ओ यहाँ पर बच्चाहरूको कम HUR यो मैले 2 वर्ष अगाडि यस्तो लगेको अझै लगाइरहेको छु पुरा 60% पो अफ रहेछ यो तातो अब जाडो महिनामा सबै निस्किसकेछ साथीहरू यहाँनिर चाहिँ अहिले आउटलेटमा यहाँनिर न्यू बसेर टक्क खाने अस्ति त थिएन अहिले चाहिँ यस्तो बनेको रहेछ यहाँनिर चाहिँ अलिकति फोटो खिच्ने ठाउँ बनाइदिएको रहेछ ठक्क लाएर अब चाहिँ घुमिसक्यो अब घर जाने ल खेली गरेर एकछिन अब यहाँ घाम पो लाग्यो ठक्क कहाँ कुदेको फेरि अब बाहिर भित्र हौ छोरी पुक त्यहाँ त हुन्न के हो त्यो लाइट के हो बोक्दिन प्ले गर न प्ले किन बोक्नु फेरि उता भित्र हिँड्न ल भित्र त्यहाँ भित्र जाउँ न भित्र प्ले गर्छ होला भनेको त हेर न फेरि भोकी मागेको आउनु भित्र यसले चाहिँ यहाँनिर यो नखेली नहुने अरे के गर्ने त्यहाँ त पैसा तिर्नुपर्छ नि छोरी त्यहाँ त पैसा तिर्नुपर्छ नि एकछिन वेट गर्नु पैसा नतिरी हुँदैन यता आउनु यहाँ एकछिन वेट प्लिज पहिला
यहाँ पे गर्नुपर्छ अनि त्यसपछि मात्र हो। एकछिन वेट। र हाम्रो यहाँनिर आइसक्यो नेपालको पार्सल। के होला त आखिर यहाँभित्र? 2 बोरा पोका छ त। कालो मिठो त मिठो हुन्छ, त चिलाउँछ है एलर्जी हुनलाई। आयो एकदम आयो। पोका दालदेखि खुर्सानीदेखि लिएर हरेक कुरा आयो। अब यहाँभित्र चाहिँ के रहेछ? ल इस्कुसको जिब्रो निस्किसकेछ। यो चाहिँ के हो यहाँभित्र चाहिँ? दालहरू नै रहेछ। दाल, मकै, इस्कुस रहेछ। यो इस्कुसको जरा लुगाइ रहेछ त। यो त टोपी क्यानको हो जस्तो छ। यो बहिनीको मम्मीले पठाइदिनु भएको। ल थ्याङ्क यू मम्मी भनिदिनु है। के कुर्ता जस्तो छ यो त? कोदोको पिठो रहेछ त्यो। ए फुटेछ नि त त्यो। कस्तो क्युट कुर्ता। तिम्रो यो तिमीलाई थ्याङ्क यू बजु भन्नु। नाइस भन्नु। नाइस। यहाँ नेपालबाट चाहिँ यहाँ इस्कुसको जरा आएर यहाँ आमाले चाहिँ आउने बित्तिकै उसिनेर आमाले यहाँ खानु हुँदैछ। एकदम खानु मन परेको थियो अरे आमालाई। यस्तो ढिला नगरिकन नाता नातिनीहरूले गरे जस्तो गर्दै खाँदै हुनुहुन्छ। कस्तो मिठो भयो आमा? तातो यो त माघे सङ्क्रान्तिमा विशेष गरी चाहिँ खान्छ। नेपाली बाबु पुपु दादा हेर त। पुपु दादालाई हेर न। भयो हग्दैछ फक्स। ओइ हगुते भाग। फक्स गयो। फक्स बाई बाई भन्नु। हेर्दैछ परबाट। Snow falling. Are you excited? Yeah. Okay. Wow! Snow falling. Mama. Wow. Snow. Wow, snow. You भन्नु त छोरी? You भन्नु न। Snow. Snow भन्नु न। Snow. You भन्नु त। Wow. Nose. पानी जस्तो भयो है त भिडियोमा चाहिँ। स्नो ए तपाईँले पनि गर्दै भिडियोमा तर त्यस्तो हुन आएको कि भ्यू जस्तो नदेखिने। लुगा लाउनु जाउँ न। स्नो हो स्नो भन्नु त। सन होइन हिउँ। फेरि नक्कल पारेर मेकअप गरिरहेछ एउटाले।
लिप ग्लस सबै अनुहारमा दलिरहेको